ल आज चाहिँ अमिलो सादेर खाम है त। हाम्रो चाहिँ अराहाचीतिर यसलाई अमिलो भन्छौँ कि, तर डिफ्रेन्ट टाइपको नेम हुन्छ नि त, निम्बुवा के भन्नुहुन्छ ठाउँअनुसार, तर हामी चाहिँ अमिलो भन्छौँ कि। म चाहिँ होइन त्यस्तो नट बिग फ्यान अफ यो अमिलो यताउता त्यस्तो खासै मन पर्दैन। त्यही भएर मैले पहिला आफैले साधेको थिएन कि, फर्स्ट टाइम साधेर खान लाग्यो कि होइन, त्यो बिग्रिन आँटेको थियो अनि त्यही भएर खाइदिउँ न भनेर होइन। त्यो मलाई चाहिँ मेन यो अमिलो भन्दा पनि त्यो झोल हुँदैन, त्यो दहीको पिँधमा भएको के त्यो चाहिँ अति मनपर्छ कि होइन, मलाई एकदमै मनपर्छ। त्यो दिदीहरू मम्मीहरूले बनाएर चाहिँ दिनुहुन्थ्यो, तर म त्यो चाहिँ खान्थेन, झोल चाहिँ खान्थेँ क्या, एकदमै मनपर्छ। अनि फर्स्ट टाइम यसरी आफ्नो तरिकाले मलाई जे मनपर्छ त्यो एड गरेर बनाएको हो कि मैले, साधेको हो कि। तर यस्तो मिठो भएको थियो, पिरो पिरो, त्यस्तो खासै पिरो पनि थिएन के अरे, एकदम मिठो भएको थियो। जे होस् त्यो दहीको पेस्ट चाहिँ होइन, त्यो मजाले दही धेरै हालेको, त्यो झोल मनपर्छ नि त, तर मजाले हालेको थिएँ कि होइन। त्यो झोल खानालाई म छिटो त्यो सकाइरहेको थिएँ कि, किनकि अति मनपर्छ मलाई। सो एकदम मिठो पनि भएको थियो है। मलाई चाहिँ होइन यसरी सिम्पल तरिकाले बनाएको चाहिँ मिठो लाग्यो कि होइन, जे मनपर्छ त्यही मात्र एड गरेको थिएँ नि त। सो हजुरहरूले पनि ट्राई गर्नु होला।